यति बेला मसँग हुनुहुन्छ गीतकार सङ्घका अध्यक्ष हुनुहुन्छ वसन्त विद्यासी थापा। सर, यो सङ्घ किन गठन गरियो? सङ्घ विशुद्ध हजुर गीतकारहरूको छाता सङ्गठन, हजुर गीतकारहरूको हक अधिकारलाई स्थापित गर्नका लागि संस्थाका आवश्यकता ठहर गरेर 2067 स्थापित गरेको। हजुर, यो सम्मको आरोह अवरोह गर्दाखेरिमा के कस्ता उपलब्धिहरू हासिल गर्नुभयो त? निश्चित रूपमा नि एक किसिमले साहित्यको पहिलो भनौँ न विधा गीतलाई ठानिन्छ। गीत भनेको तुरुन्त एउटा परिवार, समाज, राष्ट्रलाई प्रभाव र असर पार्ने भएको हुनाले, तर राज्यको एउटा निकायमा भनौँ न एउटा हैसियत र एउटा गरिमाका लागि नीतिगतमा स्थापित नभएको अवस्था परिस्थितिले गर्दाखेरि अहिले अधिकांश गीत सङ्गीतबाट हामी यति आनन्दित गर्छौँ, आनन्दभूत गर्छौँ मानिसहरूले, तथापि गीतकारले हेर्ने दृष्टिहरू फरक ढङ्गले यसको पहिचान र चिनारी छैन। यसको स्थापित गर्नको लागि नै यो आवश्यकता र धेरै अगाडि बढेको छ र अहिले राज्यको विविध निकायमा गीतकारको प्रतिष्ठा र गरिमा निकै राम्रो छ। अझै यो संस्थालाई मर्यादित रूपमा अझै सशक्त बनाउने प्रयासहरू के कस्तो पहल कदमहरू भइरहेको छ त? अनि निश्चित रूपमा गीतकार सङ्घ नेपालले गीतकारहरूको यो छाता सङ्गठन भएको हुनाले हरेक गीतकारहरू यसमा आबद्ध हुनुपर्छ भन्ने कुरा हो र यो बौद्धिक सम्पत्तिसँग सम्बन्धित हो र एउटा प्रतिलिपि अधिकारसँग पनि सरकार राखेको हुन्छ। ताकि गीतकारहरूले आफ्ना सिर्जनाहरू सृजित गरेका हुन्छन्, ती सिर्जनाहरूलाई प्रबन्धन गर्ने, व्यवस्था गर्ने काम पनि गर्छ र त्यसमा आउने सृजना स्रष्टाहरूको लागि पनि के कस्ता कठिनाइ र अप्ठ्याराहरू छन् भनेर त्यसको गीतकारसँग मञ्च हो र यसले आवाज उठाइरहेको हुन्छ र कति समस्याहरू आइरहेको हुन्छ, ती समस्याहरूलाई समाधान गर्ने कुराहरू हुन्छन्। तपाईँ गीतकार सङ्घ नेपालको अध्यक्ष भइरहँदाखेरिमा जुन उद्देश्य अनुरूप यो संस्था अगाडि बढ्नुपर्ने हो त्यो अनुसार काम गर्न सके कि सकिन, के लाग्छ? निश्चित रूपमा नि यसमा के छ भने नि गीतकार सङ्घ नेपालमा राज्यको कुनै एउटा ढुकुटीबाट एउटा बजेट छैन, मात्र यो एकदमै यो हाम्रो यो भनौँ न नन प्रफिटेबल एउटा सामाजिक संस्था हो। त्यो भएको हुनाले हामी जतिसँग सदस्यहरू छौँ त्यो सदस्यबाट नै हामी स्वस्फूर्त रूपले हामी आफूले सङ्गठनमा आबद्ध हुने एउटा मेम्बरसिपको आधारमा मेम्बरसिप नवीकरणको आधारमा विभिन्न प्रकारले हामी आफूले एउटा बजेट संयोजन गरेर त्यसलाई अब हजुरले देखिहाल्नुभयो अफिसमा व्यस्त एउटा कर्मचारी हुन्छ, त्यसमा हामी गीतकार सङ्घले गीतकारहरूका लागि हामीले दैनिकी हामीले सेवा दिँदै आइरहेका छौँ र विभिन्न बाधा अडचन के अरे पर्खाल त छन्, तर ती चिजहरूलाई सहज ढङ्गले हामीले अगाडि बढाउँदैछौँ र निश्चित रूपमा पनि एउटा समृद्धिको पाटोमा चाहिँ अगाडि बढिसकेको छ गीतकार सङ्घ नेपाल र त्यो गीतकार सङ्घभित्र रहेका मात्र नभएर गीतकारहरूले, किनकि विभिन्न गीतकारहरू चाहिँ हामी विभिन्न विषयमा हामी गीत लेख्छौँ माटोको मात्र नभएर मुटुको मात्र नभएर हामी जागरण चेतनाका शिक्षाका, पर्यावरणका, विभिन्न भूगोलका गीतहरू हामी लेख्छौँ। तीबाट जागरणका चेतनाका कुराहरू, हरेक उसमा हामीले सन्देशका कुराहरू पनि हामीले प्रभाव गरिरहेको हुन्छ। यसले निश्चित रूपमा नै हरेक मानिसहरूको बुद्धि विवेक अथवा मानिसको जीवनमा एउटा तरङ्ग आएर यसले केही न केही परिवर्तन चाहिँ ल्याइरहेको छ। वसन्त विद्यासी सर, तपाईँले यसो भनिरहँदाखेरि मेरो मनमा के खड्कियो भने अब यो गीतकारहरू यसरी नै जीवनयापन गरेर गीत लेखेरै बाँच्न सक्ने आधारहरू तयार भएको छ कि छैन, के छ? अनि गीत अहिले एक किसिमले हिजोको दिनमा गीतकारहरू गीत लेखेर मात्र नै आफ्नो जीविका निर्वाह गरे, तर नेपाली गीत सङ्गीतमा गीत लेखनबाट पनि हाम्रो जीवन पनि यापन गर्नुपर्छ भन्ने कुरा हाम्रो नीतिगत र उद्देश्य पनि हो। किनकि अहिले एउटा गीत बापत मान्छेले रोयल्टीका कुराहरू छन्, आर्थिक पाटोहरू लगानी गर्ने, आर्थिकलाई रिटर्न कसरी गर्ने भन्ने कुरो यो त्यो विश्वव्यापी जो कोही कसैले सङ्गीत बिना अथवा गीत बिना त बाँच्ने बाँच्दैनन् मानिसहरू, जो कोही कहीँ न कतै त हामी गुन्जिरहेका हुन्छौँ, बजिरहेका हुन्छ। त्यसलाई राम्रोसँग प्रबन्धन गरेर राम्रोसँग एउटा मेकानिजमको प्रबन्धन गरेर व्यवस्थापन गऱ्यो भने नेपाली गीत सङ्गीतबाट बाँच्ने आधारहरू धेरै ठुलो छ र केही स्रष्टाहरू बाँचेका पनि छन्। एउटा हैसियतको कुरा गरेँ, एउटा गायक र गीतकारमा आकाश र जमिन भइसक्यो। मेला महोत्सवमा हजारौँ रुपियाँ 40,000 50,000 एउटा सामान्य महोत्सवमा पनि बुझेर गोजीमा हालेर हिँड्छन्, विदेशमा पनि त्यत्तिकै गइरहेका हुन्छन्, तर पर्दा पछाडिका नायक गीतकार तथा सङ्गीतकार ओझेलमा परिरहेको अवस्था छ। त्यसलाई उठान गरेर खुल्नु भएको छैन, के छ? निश्चित रूपमा हामीले अघि पनि मैले भने गीतकारको विशेष गरेर उत्थानकै लागि हो यो सङ्गठन र हामी आफू त्यसमा निरन्तर लागिरहेको, ताकि तपाईँ आफू पनि एउटा सञ्चारकर्मी हुन्छ, पत्रकारितामा कलम चलाइराख्नुहुन्छ, उहाँहरूको पनि दायित्व हो कि एउटा गीत सङ्गीतमा लाग्ने, एउटा गीतमा लाग्ने को हो त भन्ने
हुन त गायक भने फ्रन्टमा देखिन्छ होइन, प्रस्तुत रूपमा देखिन्छ। त्यसमा ब्याक फोर्समा अब गीतकारहरू, मेरुदण्ड भनेको आमा भनेको एउटा गीतकार हो। त्यसको अलावा हाम्रो स्रष्टा एउटा सृजना गर्ने सङ्गीत लय भाकाहरू बनाउने पनि सङ्गीतकारहरू पनि उहाँ क्रिएटर हुनुहुन्छ होइन। उहाँहरूको पनि उत्तिकै दायित्व छ। यो एक किसिमको त्रिवेणी हुन्छ, तर सबभन्दा मेरो नै छ गीतकार हो। हिजोको दिनमा गीतकार भनेर पहिचान थियो, तर आज एउटा हरेक प्रविधिको सँगसँगै विकास हुँदै सँगसँगै यो कालखण्ड समय अवस्था परिस्थितिले गर्दा अहिले गायकहरू फ्रन्टमा आएको छ। तर यो चिजहरू चाहिँ अब हामी नै एक किसिमले यो इन्डस्ट्रीमा लाग्नेहरूको नै एकीकृत भएर यो चिजलाई एउटा मेकानिजम एउटा व्यवस्थित गरेर एउटा के हो त आधारहरू विश्वमा खास भन्यो भने गीत सङ्गीतको मेकानिजमहरू विश्वमा एउटै हुने छ। त्यो भएको हुनाले आज हामी पनि एकीकृत भएर हामी आफूले कति कुराहरू एउटा जागरण अथवा चेतना दिन सके अथवा बुझाउन नसकेको कि भन्ने कुरा छ। त्यो बुझेर पनि कति कुराहरू फेरि अबुझ पनि भइरहेको छ। हामी अलिकति रमाइला मात्रै गुन्जिरहेको छौँ। ती रमाइला चिजहरूले हामी आफूलाई कतिको होइन प्रायः त असर त एउटा आनन्दित बनाएको छ। तर यसले प्रत्यक्ष रूपमा आर्थिक पाटो पनि अथवा पहिचानको पाटोलाई पनि धेरै ठुलो होइन भूमिका खेलेको हुन्छ। यसमा सबैको एउटा भूमिका रहन्छ। विशेष गरेर अगाडि ल्याउनलाई अथवा गायकलाई अगाडि ल्याउन अथवा सङ्गीतकारलाई अथवा गीतकारलाई अगाडि ल्याउन सञ्चारकर्मी र पत्रकारिताको पनि एउटा मिडियाको पनि ठुलो हात रहेको हुन्छ। यो रोयल्टीको लागि दामासाही रूपमा लिँदाखेरिमा गीतकारले कति प्रतिशत पाउनुपर्छ जस्तो लाग्छ तपाईँलाई? के हो प्रतिशत भन्दा एउटा प्रतिशत भन्दा पनि हामीले रोयल्टी भनेको विशेष गरेर गीतकार र सङ्गीतले पाउने एउटा क्रिएटिभ रोयल्टी भनेको चिज हो। अरू चिज भन्दा मेकानिजम रोयल्टी हो। जस्तै गायकले भनेको विभिन्न होइन अब कार्यक्रम गरे बापत उहाँले हाम्रो एउटा भनौँ न एउटा कस्ट त्यसलाई के भनिन्छ एउटा श्रम भन्ने एउटा प्रत्यक्ष रूपमा एउटा श्रम हो। उहाँले गाए बापत कति लिने भन्ने कुरा त्यो बापत पनि स्रष्टाहरूलाई चाहिँ रोयल्टी आउने कुराहरू। र जस्तो प्रोड्युसरको हकमा पनि अब उहाँहरूको बिजनेस रेभेन्यू आउनु पऱ्यो। कति प्रोड्युसरहरूको चाहिँ जुन लगानी परिरहेको छ उहाँको लगानीलाई चाहिँ हामीले एउटा मेकानिजम नबनेर हो कि अथवा हामीले बुझेर पनि नबुझिरहेको अवस्था पर्दैछ। र कति उसले चाहिँ हामी आफूले अब एउटा हावा जस्तो फ्री अफ कस्टको रूपमा एउटा प्रयोग गरेर गायकले अब कमाइरहेको छ अथवा गायकहरूले त प्रस्तुताहरूले यी चिजहरूमा चाहिँ लिइरहेको छ। तर यी चिजलाई चाहिँ कन्ट्रोल गर्ने भनेको हाम्रो विश्वव्यापी चाहिँ चारवटा मेकानिजम हुन्छ, गीतकार, सङ्गीतकार र एउटा प्रोड्युसर पब्लिसर हुन्छ कि त्यो लगानीकर्ताले अथवा पब्लिसर जसले हामी विश्वव्यापी एउटा डिजिटल प्लेटफर्ममा वितरण गरिरहेछ उहाँले एक किसिमले एउटा कन्ट्रोल गर्नुपर्ने रहेछ क्या। कोही कसैको नि सम्पत्ति होला हामीले फ्री अफ कस्ट जस्तै घर पनि हामीले भाडा तिर्नुपर्छ। जस्तै हामीले कुनै ट्र्याक बनाउँदाखेरि केही लगानी परेको हुन्छ त्यो लगानी कोही कसैले पनि प्रस्तुताहरूले एक किसिमले एउटा अन्डरस्ट्यान्डिङमा मात्रै एउटा रिलेसनको भावना मात्रै एउटा प्रयोग गरेको छ। त्यो प्रयोग गरे बापतको चाहिँ लगानीको कस्ट चाहिँ हामीले प्राप्त गरिरहेका छैन क्या। त्यो नभएको होइन हुन्छ। तर रोयल्टी भनेको चिजलाई कोही कसैले इभेन हामीले उनीहरूले दिने होइन, जसले सार्वजनिक रूपमा प्रयोग गर्छ जुन प्रयोगकर्ताहरूले दिने हो। यी कुराहरूलाई चाहिँ बुझाउन अलिकति कठिनाइ नै भइरहेछ। र यो चिजमा चाहिँ हामीले एउटा जागरण अथवा चेतनाको कुराहरूलाई अलिकति कमजोर भएको कि जस्तो पनि फिल भइरहेछ। कतिले बुझेकै छैन रोयल्टी भन्ने कुराहरू र यो सङ्गीत क्षेत्रले कसरी हामीलाई रिटर्न गर्छ होइन आत्मनिर्भर गर्छ भन्ने कुरा पनि अहिले वास्तवमा भन्यो भने हिजो र आजको दिन एकदम फरक छ। हिजो फिजिकल मार्केट थियो, आज डिजिटल मार्केट छ। त्यो भएको नै डिजिटल मार्केट हुँदा हाम्रो यो जुन बाहिरबाट हामी एक किसिमले यो के भन्छ यसलाई हाम्रो के भन्छ बाहिर आउने चिजलाई रिमिट्यान्सको कुराहरूलाई पनि एकदम अहिले राम्रो छ। किनकि रोयल्टी भनेको चिज अथवा कुनै पनि यो डिजिटल प्लेटफर्ममा गएपछि अन्तर्राष्ट्रिय उसमा गइरहेको हुन्छ। अन्तर्राष्ट्रियहरूले त उहाँको आफ्नो करेन्सी दिन्छ, उहाँहरूले मार्फत हामी रिमिट्यान्स यति भित्रिरहेको छ क्या। यसले प्रत्यक्ष रूपमा राज्यलाई बेनिफिट दिइरहेको छ क्या। किनकि रिमिट्यान्समा एउटा आय आयोजन गरिसकेपछि त ट्याक्सको होइन राज्यले त त्यो सङ्कलन गरिरहेको हुन्छ। त्यो भएको हुनाले यसले राज्यको एउटा बजेटमा पनि केही पर्सेन्ट चाहिँ यसले साथ र सहयोग गरिरहेको छ। यसलाई बुझ्नु जरुरी छ र त्यो बिस्तारै के अरे बिस्तारै भन्दा व्यवस्थित हुँदै जाला। हामीले गीत सङ्गीतको क्षेत्रलाई चाहिँ हामीले एकदमै उज्यालो देखेछौँ। बसन्त बिट्टाई थापा सर, मलाई अन्तमै भन्नु गीतकार सङ्घ नेपालको धारणा चाहिँ मैले बुझ्न के चाहेँ भने यानि हाउ पैसा कमाऊ भनेर अहिले छाडा खालका गीतहरू चाहिँ बढी बजारमा पनि आइरहेका छन् होइन। रतौली खालका गीतहरू भनेर तिजका गीत पनि आएन, तिजमा रतौली खालका गीत पनि आएन, मिक्स भएका पनि छन्। यसलाई चाहिँ कसरी लिनुभएको छ, के हुनुपर्छ? पैसा कमाउने भनेर
कसरी अगाडि बढ्ने हो? होइन, राम्रो कुरा। खास वास्तवमा हामी गीत लेख्ने भनेको अब एउटा शब्द कोर्ने भनेको अथवा सिर्जना भनेको एउटा सरस्वती हो, सरस्वतीलाई पूजा गर्नुपर्छ। र पछिल्लो कालमा व्यवसाय गर्ने क्रममा विविध अलिकति उच्छृङ्खलालाई हामीले बढी आकर्षण गरेका छौँ। यसले छिटो होइन प्रभावित गरेर एउटा पैसा आय आर्जन गर्ने एउटा पाटोलाई व्यवसाय अथवा व्यापारिक कुराहरूलाई चाहिँ अगाडि बढाएको छ। हुन त नेपालभित्र विविध प्रकारका संस्कार संस्कृति परम्पराहरू छन् होइन। केही सीमित हो उच्छृङ्खलाकाहरू जस्तो हजुरले रतौलीको एउटा शब्द लिनु, रतौलीको पनि एउटा संस्कार संस्कृति छ, तर एउटा सीमाभित्र रहेर सीमाभित्र बसेर त्यसको त्यही बेला अवस्था समयलाई हामीले कदर गर्ने हो। तर यहाँ त यति फैलिएको बाहिरी रूप नै आएर र त्यसले विविध समाजलाई नै यति उच्छृङ्खला र अमर्यादित बनाइरहेको छ। त्यसमा स्वस्फूर्त आफू स्वयंले नै हामी कुन रूपमा कुन गतिमा कुन ढङ्गले अगाडि बढिरहेछ, हामी आफूलाई कुन उचाइ कुन गरिमा राख्ने भनेका स्वयं त्यसको फिल्टर गर्ने अथवा त्यसलाई भनौँ न एउटा सिलेक्ट गर्ने सेन्सर भनेको चाहिँ आफै हो। त्यो भएर म आफ्नो क्षेत्रमा आइसकेपछि म कुन मर्यादामा हुनुपर्छ र म कुन गतिमा हुनुपर्छ र कुन अनुशासन र कुन मर्यादामा हुनुपर्छ भनेको आफूले भोग्ने हो। तर विविध उच्छृङ्खला विभिन्न विचित्र कुराहरू आइरहेको छ। यसलाई अब निराकार गर्नलाई अब हामी आफूले चेतना चाहिँ दिने हो, सन्देश चाहिँ दिने हो, यस्तो गर्न हुँदैन त्यस्तो गर्न भनेर हामीले भन्ने चाहिँ हो। तर यसलाई सजाय दिने अथवा हामीले उहाँलाई कार्यान्वयन ल्याउने पनि हाम्रो संस्थाले होइन, मिल्दैन होइन। त्यो अधिकार त हामीलाई हुँदैन र छैन पनि, र मान्छेको स्वतन्त्र पनि हो। तर स्वतन्त्र भयो भन्दैमा हामी निश्चितमा हो नाङ्गे जन्मिँदा नाङ्गे हिँड्नु भयो किन हामी अहिले शरीरमा हामीले वस्त्रहरू लगाइरहेका छौँ त? त्यो स्वयं आफूले बुझ्ने हो। त्यो भएर आफू के हो, आफ्नो होइन औचित्य के हो भन्ने कुरा चाहिँ बुझ्नुपर्ने जरुरी हुन्छ, हामी आफूले भनिरहनुभन्दा पनि।